मासुमा तपाईँलाई मनपर्ने आइटम चाहिँ कुखुराको कि खसीको कि बुङ्गुरको? मान्छेको मान्छेको मासु खाने त अहिलेसम्म कोही पनि देखाएको छैन नि मैले त। बुझ्न मिलाएर अब नाम आउने भने मोस्टली होइन फुटबलमा चाहिँ सायद मेसी रोनाल्डो कसको फ्यान भने मेसी त्यही आउँछ त अनि कसको फ्यान रोनाल्डो त्यो दुईटा बाहेक आउँदैन नामै पनि हुनुहुन्छ खास त मेसी चाहिँ पहिला किन आउँछ भने नाम भन्न सजिलो छ रोनाल्डो भन्न त अलिक गाह्रो रोनाल्डो भन्दा कहिले काहीँ टङ स्लिप हुन सक्छ कि त्यसैले आराम हुन्छ आराम त्यसरी चाहिँ संसारमा सबभन्दा धेरै बोलिने झुट भनेको चाहिँ आराम हुनुहुन्छ नि एकदम आरामै हस्पिटलमा गएर बिरामीलाई सोध्नु भयो भने पनि भाइ कस्तो छ अहिले ठिक छ दाइ भन्छ जस्तै मलाई एकजना सोधेको कि जिन्दगी के हो भनेको परिभाषै आएन कि मलाई होइन जिन्दगी भनेको चाहिँ जन्मेदेखि मृत्युको बिचको यात्रा हो भने चाहिँ एकछिन पज गरेर कसैको लामो हुन्छ कसैको छोटो हुन्छ मैले त आयो भने आउँदैन मतलब अरूले मलाई एकदमै सानो भिजन भएको चिम्से भन्थ्यो त्यो कुरा ठिकै रहेछ मेरो नजरै सानो रहेछ त्यो भाइको नजर मात्र होइन धेरै कुरा सानो जस्तो लाग्छ त्यसो यो सोमा किन आउनुभयो यो सोमा यसो भाइहरूलाई केही सिकौँ भनेर आएको तिमी जस्तो नयाँ नयाँ भाइहरूलाई होइन केही दिउँ भनेर आएको ज्योतिजी तपाईँ हरेक महोत्सवमा गइरहनुहुन्छ नि त होइन हजुर तपाईँलाई अर्गनाइजरहरूले निमन्त्रणा दिनुहुन्छ कि देख्ने बित्तिकै जाने हो भन्नुहुन्छ खासमा मलाई अर्गनाइजरले चाहिँ निमन्त्रणा दिनुभन्दा अगाडि जाने हो भन्नुभन्दा अगाडि गर्ने हो भनेर सोध्नुहुन्छ ज्योतिमङ्गलको प्रत्येक दिन युवकहरूसँग उठबस हुन्छ त्यो हो नि उठबस हुन्छ सुतबस नै हुँदैन सँग कुरा म कहाँबाट गरौँ पैतालबाट गरौँ कि टाउको सम्बन्धको कुरा गर्दाखेरि होइन तपाईँको जुन छ नि अब लवाई खवाई हिँडाइ छ नि त्यसको कुरा गर्दाखेरि कहाँबाट कुरा गरौँ तपाईँलाई कुन चाहिँ प्रश्नले वाक्क लगाउँछ यो हुन्छ नि कस्तो तपाईँ कपडा खोलेर चलेको कि गीत गाएर चलेको भन्ने क्वेसनले मलाई एकदम वाक्क लाग्छ सबभन्दा दिक्क लाग्ने हुन्छ चले चाहिँ के गरे त खास चलेको चाहिँ यसरी हल्लेर चलेको त्यो चाहिँ पछिल्लो समय युवाहरूसँग होइन बुढाहरूसँग पछि लाग्न थाल्नु पर्यो वास्तविकता के हो जनता जान्न चाहन्छ के भयो त बुढाको मन हुँदैन र तपाईँको छातीमा अटनीहरू धेरै छन् है यस्तो राम्रो केटीको छातीमा धेरै अट्नु परेन हजुर विवाहको लागि छ नि योग्य त हो नि योग्य त डेफिनेटली योग्य भएको त भइसक्यो नि म कति वर्ष भइसक्यो अहिले योग्य भएन नि म धेरै पैसा योग्य भइसक्यो समझ्यो तपाईँलाई सबैजनाले चिन्छन् होइन सबभन्दा बढी कुन पुस्ताको मान्छेले चिन्छन् तपाईँलाई बच्चादेखि बुढासम्म सबैजना बच्चादेखि बुढासम्म सबैले चिन्छन् हजुर बुढाले के भन्छन् बच्चाले के भन्छन् कुराकानी गर्दाखेरि भेट्दाखेरि बुढाहरूले बहिनी भन्छन् बच्चाहरूले दिदी भन्छन् हजुर तपाईँको डेलिभरी दिउँसो बिहान भएको हो कि बेलुका बुवाकोबाट चाहिँ कति बेला भएको थाहा छैन आमाकोबाट चाहिँ बिहानै डेलिभरी भएको म अन्त यो सोमा आएर के तपाईँको साँच्चीमा यहाँ दुख्यो कि कहाँ दुख्यो तपाईँको मेरो त खास चाहिँ कहीँ दुखेन खास भाइहरूले दुखाउँछ जस्तो लागेन मलाई टु पिस लगाउनु तपाईँ मन पराउनुहुन्छ टु पिस भनेको साडीमा पनि टु पिस हुन्छ साडी एउटा ब्लाउज एउटा चल्तीको क्या हजुर चल्तीको टु पिस भनेको चाहिँ बिकिनी त्यो लाउनुहुन्छ लगाएको छैन अहिलेसम्म लगाइदिनुहोस् न इफ तपाईँ विवाह नगरेको भए मलाई मन पराउनुहुन्थ्यो कहिले प्रपोज गर्नुहुन्थ्यो भन्नु न मन पराउनुहुन्छ कि पराउनुहुन्न मन पराउँछु भन्न त पाएँ हो तपाईँलाई कहिले म प्रति त्यस्तो इच्छा आएको छैन